यो हाम्रो गुल्मेली ग्याङको ब्युटी क्विनहरू यहाँ यसरी उभिनु भएको छ। जय गुल्मी। आज कस्तो फिल भइरहेको छ हजुरलाई? कस्तो के खानुभयो? विशेष त हामीले आज जुन यहाँ खानापिना खाइयो, यहाँ ब्याकग्राउन्डमा देख्नुभएको छ, सबै क्रेडिट उहाँलाई जान्छ। बिहान बिहान उठेर बनाएर रातभरि जे अब कति किसिमका लिनुभयो हामीले चिन्न सकेनौँ। छोले भटुरे, सेलरोटी, मटन है, सबैलाई धन्यवाद। हाम्रो यो घुमन्तेको टिम के भन्नुभयो? समोसा, चाउमिन, सेलरोटी, अचार, खिर, रायता सबै थियो। यहाँ नभएको भन्ने केही थिएन। एक दुईवटा साथीभाइको कमी थियो, त्यो पनि पुरा हुन सकेन। अर्कोचोटि पक्कै आउनुहुनेछ भन्ने आशा हुनुहुन्छ। हामी गुल्मेलीलाई सधैँ आफ्नो नाच नृत्यले मनोरञ्जन गर्नुभएको छ। धेरै धेरै धन्यवाद। धन्यवाद सम्पूर्णलाई। आगामी दिनहरूमा पनि यसै गरी रमाइलो गर्न पाइयोस्। हजुरहरूको बिचमा, हजुरहरूको साथमा यसरी हातेमाल गर्दै हिँड्न पाउँदा एकदम आनन्द आएको छ। अगाडिको आउने दिनहरूमा झन् रमाइलो होस् भन्न चाहन्छु। अब हेर्नुहोस्, यो हाम्रो गुल्मेली हाम्रा दिदीबहिनीहरू कोही भन्दा कोही कम हुनुहुन्न। ल सबैलाई धन्यवाद। ल जय गुल्मी। खाना सुरु भइसक्यो। यो हाम्रो पिकनिकको आजको यहाँको गुल्मी सम्पर्क समाजको पिकनिक चरम पर चलिरहेको छ। दिदी हजुर के भन्न चाहनुहुन्छ आजको पिकनिकको बारेमा? मैले त केही भन्न चाहिनँ। हाम्रो गुल्मी सम्पर्क समाज भारतका दिदीबहिनी, दाजुभाइ, आमा बुवा सबैजनालाई राम्ररी पिकनिक मनाइदिनु भयो। सबै आउनुभयो, इन्जोय गरिदिनु होला। अरू फेरि पनि यस्तै भेटघाट कार्यक्रम गर्दै राखौँला भन्ने सोच गरेर अरू पिकनिक कार्यक्रम त एउटा नाम हो। यो सुरु गरौँ सोचेको, पिकनिक गरौँ भनेर सोचेको। हामी दुईजना महिलाले सोचेका थियौँ। अहिले देख्दाखेरि लगभग 100-150 का आसपास छौँ। दिदीबहिनी, दाजुभाइ आइदिनु भयो। सबैले पिकनिक कार्यक्रमका नाममा रमाइलो गरिदिनुहुन्छ र गर्दैछ पनि छौँ भन्ने आशा गरेका छौँ। अरू सबै बसेर रामबहादुर भाइ, भरत भाइ, रामचन्द्र खड्काज्यू, गोकर्ण बस्नेत भाइ, रमेश जेसी भाइ, अरू मेरो नाम हुम्काला खड्का। हामी सबैजना 4-5 जनाको ग्रुप बसेर खाँदैछौँ। हेर्नुहोस् त यी पिकनिक खाँदैछौँ। हजुरहरूलाई पनि रमाइलो लाग्छ भन्ने पार आइदिनु होला भन्ने आशा गर्दैछौँ। धन्यवाद। आजको यो पिकनिकमा अब भेज खानेलाई भेज, उहाँ व्रत हुनुहुन्छ दिदी, फलफ्रुट प्रशस्त पाउनुभएको छ। उहाँ दाइ भेज खाने, उहाँलाई परोठा प्रशस्त छ, सेलरोटी, चाउमिन। अब हामी नन भेज, अब दाना परियो, अब लेग पिस होइन। अब यो जसले पनि घरबाट बनाएर लिनुभएको छ हाम्रा दिदीबहिनीहरू। अब
राति कति बजे बिहान हिजो किनेर बिहान बनाएर यस्तो तातो मिठो खाना खुवाउनु भएको छ प्रशस्त मात्रामा। फेरि अब यो पलाउ र पिस मात्रै पनि होइन, यहाँ धेरै छन्। यहाँ छोले पनि छ, चाउमिन पनि छ, अब यो पकोडा पनि छन्, अब धेरै छन् दाइ भेरिएसन। मजा आयो यो त एकदमै खास विशेष रह्यो आजको। विशेष गरी दिदीलाई पनि म धन्यवाद भन्न चाहन्छु। दिदीले गर्दाखेरि चाहिँ हामी यो संस्थामा जोडेकौँ र आज आफैमा फिल भएको छ हामी जोडिन पर्नु रहेछ, पहिल्यै जोडिनु पर्नु रहेछ। अलि लेट भयो तर पनि अब आज यस्तो माहौल राम्रो रमाइलो सांस्कृतिक खानापिना अब एकदमै यो हर 3-6 महिनामा गर्नुपर्छ दिदी। यो सोच बनाएको थियौँ हामी दुईजनाले। एउटा सीता अधिकारीजी हुनुहुन्छ अनि मेरो म जो भएँ, स्वयं हामी दुईटीले यसो पिकनिक कार्यक्रम गरौँ र नयाँ सालको भेटघाट पनि हुन्छ, मिलन पनि हुन्छ भनेर हामीले यसो हाम्रो संस्थामा कार्य समितिमा कुरा राखेका थियौँ र हाम्रो अध्यक्षज्यूले हामीलाई पर्मिसन दिनुभयो। उहाँलाई धेरै धन्यवाद हामीले टक्राउन चाहन्छु मैले। खास गरी जे पनि ल्याउनु भयो, धेरै राम्रो भयो। सबैलाई खाना चाहिँ पुरा पर्यो, एकदम राम्रो भयो, अत्यन्तै राम्रो भयो। विभिन्न तरिकाका आफ्ना घरका भेराइटीहरू, विभिन्न तरिकाका परिकारहरू बनाएर ल्याउनु भयो। जो जसले पनि ल्याउनु भयो उहाँ सबैलाई हृदयदेखि धन्यवाद र सबैलाई यो 2026 सालको यो अङ्ग्रेजी वर्ष 2026 सालको सम्पूर्णमा शुभकामना भन्दै नमस्कार टक्राउन चाहे। हस्, धन्यवाद। साथीहरू, आज हाम्रो पिकनिकमा हाम्री गुल्मीकी जुना राणाजी भेट्नु आयो और यहाँ एकदम सोशल मिडिया इन्फ्लुएन्सर हुनुहुन्छ देख्नु। आज साथसाथमा आज यहाँको बर्थडे पनि रहेछ। सबभन्दा सर्वप्रथम तपाईँलाई जन्मदिनको हार्दिक शुभकामना छ दिदीलाई। थ्याङ्क यू सो मच। अनि फेरि यो फुल मलाई चाहिँ सुषमा पुनले दिनुभएको मेरो बर्थडे गिफ्ट। सर्वप्रथम म यहाँ आदरणीय व्यक्तित्व दिदीलाई म जन्मदिनको धेरै शुभकामना दिन चाहेँ। आज गुल्मी सम्पर्क समाजको यो भेला हजुर ठ्याक्कै हामी त नेपालमै हो कि कहाँ हो? हामी चाहिँ हुन त परदेशी दिल्लीवासी है, तर हामीलाई नेपाल भन्दा स्वर्ग जस्तो लाग्छ है। दिदी ब्युटिसियन होइन? हजुर, म ब्युटिशियन अलराउन्डर, मतलब मेकअप आर्टिस्ट भी, हेयर आर्टिस्ट भी और ब्युटिशियन भी। मेरो एउटा सानो आफ्नो स्वयंको पार्लर छ। म एकदम ह्याप्पिनेसको साथ मैले पार्लर चलाइरहेको छु। एनसीआरमा हुने दिदीबहिनीहरूलाई मैले वेलकम भन्छु मेरो पार्लरको भिजिट गर्नको लागि है। कहाँ छ दिदी तपाईँको पार्लर? ग्रेटर कैलाश न्यू दिल्ली और JKR सलून जमरतपुर विलेज पर्छ पर मेट्रो स्टेसन कैलाश कलोनी अपोजिट 56 मेट्रो पिल्लरको युटर्न लिएर अनि 133 हाउस नम्बरमा मेरो पार्लर पर्छ। सबै आउनुहोस् है। यो नम्बर छ दिदीको? मेरो हस्बेन्ड केबी राणा र जुना राणाको फुल फर्म बनाएर मैले चाहिँ मङ्गलसूत्र चाहिँ KBRबाट बनाएको छु भने मेरो आफ्नो पार्लरलाई मैले JKRबाट मैले पार्लर राखेको छु। जति पनि हाम्रा यहाँ दिदी बहिनीहरू हुनुहुन्छ, अब राम्रो देखिनु छ, कपाल काट्नु छ, चिटिक्क पर्नु छ, कतै शादी विवाह कुनै पनि फङ्सन हुँदाखेरि तपाईँलाई सम्पर्क गर्न सक्छौँ होइन? पक्का मलाई सम्झिनु होला। तपाईँको नम्बर हाम्रो ठ्याक्क तल दिन सक्छौँ? एकदम सक्नुहुन्छ। मेरो नम्बर हो, फोन नम्बर 8826338516। एउटै नम्बर छ मेरो, धेरै वर्षदेखि, लगभग 18 वर्षदेखि है। ल हाम्रा गुल्मेली जति पनि दिदी बहिनीहरू हुनुहुन्छ यस्तै कार्यक्रमका लागि कतै पनि जान पर्दैन, दिदीका ठ्याक्क पुगे हुन्छ। यस दिदी जस्तै म जस्तो गन्जा मान्छेले के गर्नुपर्छ? तपाईँको जस्तो गन्जालाई मेरो बास छ एउटा गाने डरमाको निली ओइल भन्ने, त्यसलाई मैले हजुरलाई कन्भिन्स गर्छु। साँच्चै रियलमा, किनभने बार मैले लिएर अथवा हजुरलाई मैले दिम्ला होइन, राम्रोसँग तपाईँले 1 महिना 2 महिना लगाएर हेर्नुभयो भने रिग्रोथ अवश्य आउँछ। दाइको त उपचार नै भयो। ल धन्यवाद, हाम्रो प्रेममा आइदिनु भयो, धन्यवाद। ल साथीहरू, एकदम यहाँ दोहोरी गीत चरम पर चलिरहेको छ। यस बारेमा भरतजी के भन्न चाहनुहुन्छ? महिलाहरूको एकदमै हाम्रो दिदीबहिनीहरूको जोरदार प्रस्तुति रहेको छ, तर पुरुष चाहिँ ढिला परे जस्तो छ।
हजुर अब हाम्रा देशी सेसी जो पनि आएका छन् सबै सरप्राइज भएका छन् र दिदीहरूले झाप पार्न आउँछ ड्राइभरलाई। बिल्कुल बिल्कुल। केही बेर पहिला हामीले एकजना व्यक्तित्वको नाम लिँदै थिएँ, रामचन्द्र अधिकारीजी। उहाँ अहिले आफूसँग लिन म सफल भएको छु। उहाँलाई अब कसले चिनेको छ कसले चिनेको छैन त्यो अब छुट्टै कुरा भयो, तर उहाँ यस्तो व्यक्तित्व हुनुहुन्छ हामीले मान सम्मान गर्ने। कति तपाईँले त्यस्तो पेजमा कति गएको देख्नुहुन्न, तर कति कुनै दुर्घटना भएको छ, कतै मान्छे आफ्नो ज्यान गुमाएको छ, त्यस्ता ठाउँमा आफ्नो उपस्थिति दिने, सहयोग गर्ने, सहयोगको वातावरण बनाउने यस्तो व्यक्तित्व पनि गुल्मी सम्पर्क समाजमा हुनुहुन्छ। र आज हामी उहाँसँग भेट हुँदाखेरि एकदमै खुसी भएका छौँ। दाइ, यो गुल्मी सम्पर्क समाजका बारेमा बताइदिनुहोस्। यसो हेर्दाखेरि त अब आफ्नै परिवार, आफ्नै नाता गोता नजिक एकदम खुसी लागेको छ। तपाईँलाई कस्तो लागेको छ? धन्यवाद भाइ। यो गुल्मी समाज सम्पर्क समाज भनेर यो जम्मा 17 जनाले सुरुवात गरिएको। त्यति बेला के गरिएको थियो भन्दाखेरि कुनै पार्टीको माताहतमै उ गरिएको थियो। पछि गएर हामीले के गरियो भन्दाखेरि गुल्मी सम्पर्क समाज भनेर कुनै पार्टीवाद नगराएर यो आम जनता जो गुल्मीमा हामी छौँ नि सबैलाई समेटेर लान पर्छ भनेर यसमा हामीले बिचमा गएर नियम जो परिवर्तन गऱ्यौँ कि कुनै पनि मान्छेले त्यहाँ पार्टी सम्बन्धी कुनै पनि पार्टी सम्बन्धी कुरो गर्छ भने त्यसलाई कारवाही गर्ने भनेर हामीले हामी नेपाली त कतै न कतै कुनै न कुनै पार्टीसँग त हाम्रो सम्बन्ध रहँदै गर्छ नै रहँदै गर्छ। तर पनि यो संस्थामा आएपछि त्यो छोड्न पर्यो, चल्दैन, छोड्न पर्यो। एकदमै राम्रो। त्यसले भन्दाखेरि हामी गुल्मी हौँ, हामी सिर्फ गुल्मीको चिनार हो, पार्टीबाट चिनारी गर्ने होइन हामीले। तर गुल्मीको हुँदाहुँदै हामीले गुल्मी भन्दा बाहिरका नेपालीलाई पनि त छोड्नु भएन नि? भएन, त्यो त हामीले गरेकै छौँ। एउटा कुरो त खास कुरो के भन्दाखेरि भाइले भनेको म जहाँ पनि पुग्ने एउटा कस्तो भने पार आफू मैले तपाईँलाई ठुला कार्यक्रममा कतै पनि देखेको छैन माला खादा लाउने होइन, चेयरमा बस्नु। तर कतै कोही नेपाली दुःखमा परेको छ, कोही मरेको छ, कोही घाटमा छ भने त्यहाँ चाहिँ मैले तपाईँलाई हमेसा देखेको छु। त्यस कारण मलाई पनि एकदमै आज एकदमै गर्व महसुस भएको छ तपाईँसँग 2-4 शब्द कुरा राख्दाखेरि। हजुर भन्दै हुनु त तपाईँले के भन्दै? मलाई फेरि कस्तो प्रेरणा भयो भने अब नेपालबाट सिधा आइयो, म कस्तो संस्थामा एकबद्ध भएँ भने पार त्यहाँ धार्मिकै कुरो भयो। त्यो सोचेर मैले जहिले पनि त्यो त्यहाँ जान पर्ने कारण के भन्दाखेरि कसैको केही हुन्छ भने त हामी कहिलेकाहीँ त त्यो लास्टै सेवा हो। त्यसो गर्दाखेरि म सकभर यदि कसैको दुर्घटना भएर मृत्यु हुन्छ भने त्यहाँ थाहा पाएसम्म 99% पुगेर आफ्नो सहयोग त्यहाँ के छ कसो छ। कोही हाम्रो कस्तो समाज छ भन्नुहुन्छ भने अब त्यहाँ गएर बडी जलाउनलाई त पैसा हुन्न के त्यस्ता घटनामा तपाईँहरू जस्ता साथीभाइहरूसित सम्पर्क गरेर अस्तिकै घटना भयो, अब नाम लिन त हुन्न होइन, केलाई भन्दाखेरि सबै साथीभाइले त्यहाँ जम्मा भएर सबै गऱ्यो। हामीले लगभग 25-30 हजार रुपियाँ हामीले उठाउन सफल भयौँ। अब त्यस्तै हो, सेवा नै धर्म हो, सेवा नै धर्म। हाम्रो गुल्मी सम्पर्क समाज कहिलेदेखि स्थापना भएको थियो? यो त लगभग 4 वर्ष भइसक्यो, यो चौथो हो सायद। 4 वर्षमा दाइ पछाडि हेर्नुहोस् न, यो त गुल्मीमय भएको छ। यो त दिल्ली त गुल्मी जस्तो देखियो छ। 50 हाराहारी छ। कुनै बेला कहाँ गुल्मीको मान्छे खोज्न हामीलाई गाह्रो हुन्थ्यो। यहाँ यस्तो परिवार रहेछ हाम्रो नै। त्यसमा पनि हामीले उति बेलाको एउटा चतुराईले गर्दा भएको हो। यो केलाई भन्दाखेरि हामीले पार्टीगत हुन्थ्यौँ भने हो, पार्टी हर पार्टीमा उ गर्ने को त्यति उ हुन्न। तर गुल्मी भनेपछि गुल्मी त गुल्मी जो हो, पार्टीसित सम्बन्धित छैन। सम्पर्क समाजमा यस्ता व्यक्तित्व स्तम्भ हुनुहुन्छ, त्यस कारणले आज यो संस्था यो स्तरमा पुगेको छ। यस्तो हामी जोडिएका छौँ, नेटवर्क भएको छ। फाइदा भन्दा पनि हामीले समाजलाई के दिन्छौँ भन्ने उहाँहरूको सोच देखियो, एकदमै खुसी लाग्यो। धन्यवाद दाजु, तपाईँलाई यहाँ यो हाम्रो क्यामेराको फ्रेममा ल्याउँदा एकदमै म खुसी भएको छु। आज धेरै दिनपछि तपाईँलाई म क्याप्चर गर्न सफल भएँ। उहाँ एकदमै भने नि दिल्लीमा कोही रियलमा भन्नुहुन्छ भने उहाँ कति तपाईँले स्टेजमा खादा माला लगाएको कति देख्नु, तर दुःख परेका ठाउँमा हेर्नुहोस् उहाँ चाहिँ उम्मिनुहुन्छ। मैले सम्बन्ध राख्दिनँ, हुन त मैले पनि कुनै पार्टीसित सम्बन्धित त छु, राम्रै पोस्टमा पनि हुम्ला त बताउन मिल्दैन। तर मैले पार्टीसित सरोकार त्यति राख्न चाहन्न। केलाई भन्दाखेरि आफ्नो देशको स्थिति हेर्दाखेरि कुनै पनि पार्टीले गर्नेवाला केही पनि छैन। एक चीज और भन्न चाहेँ मैले, जस्तै कि पछि कसैको दुर्घटना भएर जो मृत्यु भयो थियो उहाँलाई पैसा उठाएर पनि यस्तो काम गर्नुभयो। यस्तै हाम्रो यो गुल्मी सम्पर्क समाजले एक कोष बनाउनु छ कि हो? मतलब कोष छ। यसमा हामीले के गरियो छ भन्दाखेरि
प्रत्येक मेम्बरबाट हामीले मेम्बर शुल्क बराबरको 500 रुपियाँ लिन्छौँ। पर मन्थ होइन, एकचोटि मात्रै लिन्छ मेम्बरसिप त्यसको मेम्बरसिपको लागि। त्यसको बकाइदा हामीले रसिद दिएर उ गरिदिन्छ सबै। हाम्रो सवार के छ भन्दाखेरि हाम्रो त्यो मेम्बर शुल्क जो 500 उठेको छ संस्थाको कोष भन्नुहोस्, जस्तै हामीले अरू कार्यक्रममा खर्च गर्दाखेरि त्यहाँको लगभग अहिले आएर त 30-35 जनाको समिति छ यहाँ। अब त्यही तहले उठाइन्छ हामीले, त्यसैबाट खर्च पुगेको छ। अहिले लगभग हाम्रो आर्थिक स्तरमा पनि मजबुती हुँदै गएको छ संस्था। मजबुती त छ। अहिले हामीले आर्थिक सहयोग गर्ने भावना अझै गरेका छैनौँ, बरु व्यक्तिगत तर्फबाट हामीले दिने। संस्थाका तर्फबाट अहिले संस्थाको कोषलाई नचलाउने अझै त्यति 2 लाख पनि पुगेको छैन, समथिङ 1.5 लाख जति छ, सिर्फ मेम्बर शुल्क मात्रै हो। अब त्यसैलाई हामीले कस्तो भने यही आपसमा जो ब्याङ्कको खाता अझै खोलिएको छैन, हामीले आफै जो चलाउने, त्यसपछि सस्तो ब्याजमा चलाइन्छ। 3 महिनामा उठाउने, फेरि त्यसलाई रिदिने। जस्तै अब त्यसलाई अहिलेसम्म भनौँ ब्याङ्कमा राखे भन्दा धेरै उपलब्धि चाहिँ छ। धन्यवाद। धन्यवाद। साथीहरू, हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो गुल्मी सम्पर्क समाज भारतद्वारा आयोजित गरिएको आजको पिकनिक कार्यक्रमको समापनको यो फोटो सेसन चलिरहेको छ। कति ग्यादरिङ छ देख्न सक्नुहुन्छ, एकदम शानदार। साथीहरू, यहाँको पिकनिकको कार्यक्रम सम्पन्न भएपछि हामी घरतिर फर्किन लागेका छौँ। और कुल मिलाएर यस्तो पिकनिकको प्रोग्राम मैले पहिले फेरि अटेन्ड गरेँ, मलाई त धेरै राम्रो लाग्यो आज। और खानामै सबैले हजुरले घरबाट लिएर आउनु रहेछ, राम्रो सेल रोटी पनि खान पाइयो। कुल मिलाएर मेरो राम्रो एक्सपिरियन्स रह्यो। और सुभाषजी यसबारेमा के भन्न चाहनुहुन्छ? हजुर रामजी, धन्यवाद। आज आदरणीय साथीहरू, गुल्मी सम्पर्क समाज भारतले यो नयाँ दिल्लीको चाणक्यपुरी स्थित नेहरू पार्कमा जुन एउटा पिकनिक वनभोज कार्यक्रम तथा एउटा अङ्ग्रेजी नयाँ वर्ष 2026 को शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरेको थियो। त्यसमा हाम्रो टिम चाहिँ त्यहाँ सहभागी हुने अवसर पाइयो। रामजी हुनुहुन्छ, भरतजी हुनुहुन्छ, अर्जुन भाइ, त्यसै गरी हाम्रो रामचन्द्र खड्का सर है। अत्यन्तै राम्रो लाग्यो। उहाँ चाहिँ एउटा जो पिकनिक त हामी धेरै एटेन्ड गरिरहेको थियौँ, तर यो पिकनिक चाहिँ अझ सान्दर्भिक यो मानेमा लाग्यो कि यहाँ जो बनाएका परिकारहरू होइन, एउटा पिकनिकमा त 2-3 वटा 4 वटा आइटम मात्रै मिल्थे। यहाँ कस्तो भयो भने सबैले आफ्नो घरबाट केही न केही बनाएर लैजाने। यो भनिसकेपछि कस्तो भनेपछि यहाँ त लगभग 100+ भेराइटीहरू होइन, हुनालाई भेराइटी पुनरावृत्ति भयो होला, तर चाहिँ त्यति भेराइटी छन् यहाँ कसले के जे चाखे पनि भयो, जे खाए पनि भयो होइन। त्यस्तो चाहिँ एउटा अलग्गै टाइपको चाहिँ त्यसले एउटा सुनमा सुगन्ध थप्यो। अर्को चाहिँ यहाँ चाहिँ जुन सांस्कृतिक कार्यक्रमहरूदेखि लिएर अब सबै चाहिँ गुल्मीको भौगोलिक क्षेत्रदेखि भारतका विभिन्न ठाउँमा बसोबास गरेका आम नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रह्यो र त्यहाँ चाहिँ सबै माझ शुभकामना आदान प्रदानदेखि लिएर एक आपसमा चिन्जान लगायतका सबै कार्यक्रमहरू त्यहाँनिर भए। एउटा अत्यन्तै सकारात्मक पाटो भन्नुपर्छ राम सर है। थ्याङ्क यू भरतजी। धन्यवाद। विशेषतः आज त एकदमै स्पेसल कार्यक्रम भयो। यसरी मैले अब एउटा हिन्दी फिल्मको एउटा उदाहरण दिएँ होइन। हिन्दी फिल्ममा हेर्दाखेरि त्यहाँ सस्पेन्स हुन्छ, एक्सन हुन्छ, इन्टरटेनमेन्ट हुन्छ, कमेडी हुन्छ। आजको कार्यक्रम ठ्याक्कै त्यस्तै भयो कि एकदमै। अब यहाँ रमाइलो सांस्कृतिक कार्यक्रम पनि छ। अब हाम्रा आदरणीय व्यक्तित्वहरू बोलेका छन्, सिक्न पनि पाइयो, भेटघाट पनि भयो। ओभरअल अब खाना पनि पाइयो। विशेष त अब खानाको कुरा गर्दाखेरि त 1 नम्बर खाना। अब हामीले आफै बताउन सक्दैनौँ के खायौँ भनेर। अलग अलग तरिकाका 100+ भेरिएसन त अब फेरि अब त्यो भन्न त के भने थपी उहाँ दिदीहरूले बारम्बार आउनुभएको छ, कमी नहोस् भनेर। त्यस्तो अब घरबाट बनाएर हाम्रा जो पनि चेलीहरूले लिनुभएको छ, गुल्मेली चेली विशेष त गुल्मेली जो हुनुहुन्छ सबै होइन, उहाँलाई धेरै धेरै धन्यवाद। शानदार जानदार भयो, एकदमै राम्रो एक्सपिरियन्स भयो, यसको लागि धन्यवाद। होपफुली अब अघि पनि यस्तो फेरि दोहोरिनेछ भन्ने हामीलाई आशा छ। यसैका साथ म अर्जुन भाइको पनि एक्सपिरियन्स के कस्तो रह्यो आजको कार्यक्रममा? धन्यवाद भरतजी। आजको कार्यक्रम कस्तो भयो भने पर होइन, एकदमै सोचे भन्दा नि बढी राम्रो कि। सबभन्दा के जस्तै भन्नुभयो कि घरबाट ल्याएर अनेक प्रकारका होइन खानपिनहरू सबै चिज थिए होइन। जस्तै सुभाषजीले भन्नुभयो, भरतजीले भन्नुभयो, मतलब एउटा वनभोज होइन, पिकनिक भनेपछि यस्तै हुन्छ होइन। त्यस्तै गरी
अरू पनि मतलब सङ्घ संस्थाले त सायद यस्तो पिकनिक गरेन होला, यहाँ गुल्मिली समाजले गर्यो होइन, त्यसले गर्दाखेरि अति नै राम्रो लाग्यो। अलिकति त्यसमा फेरि नाचगाना पनि राखियो होइन, मौलिकता जस्तै कि आफै के भन्छन् भने लोकदोरी होइन गाउने, हरेक प्रकारका खानाहरू जस्तै यस्तै मतलब भन्छ नि एउटा अत्यन्तै राम्रो भन्दा नि धेरै राम्रो भयो भने मेरो भनाइ यस्तै छ। तर मलाई एकदम राम्रो लाग्यो। ओभरअल एकदमै शानदार फ्यामिली प्रोग्राम होइन, कुनै पनि चिजको यहाँ कमी थिएन, कुनै पनि चिजको। अब दाइ हाम्रो आदरणीय व्यक्तित्व एकदमै अनुभव त राम्रै भयो होइन? मेरो अनुभव पहिले बताइसकेपछि मेरो फर्स्ट टाइम यस टाइपको मतलब यस्तो पिकनिक वनभोज कार्यक्रम थियो, अटेन्ड गरेको कार्यक्रम थियो, मलाई एकदमै राम्रो लाग्यो। सुभाषजीले भने जस्तो सबभन्दा प्लस धेरैका घरमा बनेका परिकारहरू खानापिनाका सेल खानापिना त होटलमा धेरै खाइयो, तर घरको टेस्ट यति राम्रो धेरै राम्रो थियो, धेरै इन्जोय गरियो। होपफुल कि साथीहरू यो भिडियो हजुरहरूलाई पसन्द आउनेछ। पसन्द आयो भने पर कृपया हाम्रो गोमन्ते केटाको पेजलाई, फेसबुक पेजलाई फलो गर्ने होला और युट्युब च्यानललाई भी सब्सक्राइब गरिदिनु होला। आजको लागि यो ब्लगलाई हाम्रो गुल्मी सम्पर्क समाज भारतका सबै हामी पनि त्यसैमा छौँ छन त, तर पनि यस्तो हाम्रो वातावरण मिलाइदिनु त्यसको लागि धेरै धेरै धन्यवाद। साथीहरू हामीहरूले त सबैले रिभ्यू दिइसकियो है। रामजी आजको प्रोग्राम कुल मिलाएर एकदम राम्रो भयो सर। आजको प्रोग्रामका लागि 101% रमाइलो गरियो, राम्रो भयो। राम्रो भयो। धन्यवाद।